भजनमा मजुरा कसरी बजाउने हो सिकाइदिनु न। ए ल यसको नाम के हो? मजुरा। सानो मजुरा है यो। यसलाई पहिला यो चोरमलामा यसरी बाँध्ने, यता नि बाँध्ने है। बाँधिसकेपछि एकदम गाउँले पारामा एकदम सजिलो तरिकाले यहाँ कुनै बेग कुनै सूत्र कुनै लाउने नै होइन, एकदम सामान तरिकाले यसको चाहिँ 4 चोटि ठोक्न पर्यो यसलाई। सुरुमा 1 अनि दाहिने हातलाई तल 2 अनि फेरि यतापट्टि देब्रे हातले त ठोके 3 अनि 4। यो 1 यो 2 यो 3 यो 4 यसको बिट यही हो। यसलाई अब फास्ट गर्नुपर्छ कि बिस्तारै। 1 2 3 4 1 2 3 4 1 2 3 4 1 2 3 4 1 2 3 4 भजनमा अब सुरुमा गामै देखि कति सुहायो कति सुहायो नाकको माला बाको छाला कति सुहायो। सुरुमा ट्याङ पार्नु पर्यो। कति सुहायो नाकको माला बाको छाला कति सुहायो कति सुहायो नाकको माला बाको छाला कति सुहायो। सुनोमा फास्ट गरे। कति सुहायो नाकको माला बाको छाला कति सुहायो कति सुहायो नाकको माला बाको छाला कति सुहायो कति सुहायो नाकको माला बाको छाला कति सुहायो। हे भगवान बिस्तारै बिस्तारै गर्दाखेरि फास्ट हुन्छ। एकदम मेहनत चाहिँ गर्नुपर्छ।